के तपाईले कहिले सोच्नु भएको छ नेपालको एउटा यस्तो कुना जहाँ समय आजभन्दा सयौं वर्ष अघि नै रोकिएको छ, जहाँका ढुङ्गा र माटोले पुर्खाहरूको कथा सुनाउँछ। स्वागत छ पूर्वी रुकुमको मुटु टक्सेरामा। गुड मर्निङ गाइस। आज चाहिँ हामी टक्सेराबाट सिधै अब एकछिन गाउँको भ्यूहरू देखाउँछौँ। उजेला त उजेला भए घाम कति बजे लाग्छ भनेको 10 बजे। समुद्र सतहबाट करिब 2200 मिटरको उचाइमा रहेको यो गाउँ खाम मगरहरूको ऐतिहासिक थलो हो। यहाँका घरहरू हेर्दा लाग्छ यी केवल घर मात्र होइनन्, एउटा कलाकृत हुन्। लहरै मिलेका यी बस्तीहरूले एउटा छुट्टै संसारको आभास गराउँछन्। ल यो चाहिँ खोलावारीको बजार, अनि खोलापारीको चाहिँ पारी नै छ हैन। अनि यहाँ चाहिँ अलिकति घाम अलि लेटै लाग्दो रहेछ है। बिहान बिहान ठन्डी में इतनी सुंदर नजरिया गाइस, वाह क्या जिंदगी है। आज एक्ज्याक्टली कति हो यार गाइस, आई फर्गेट इट। हेरेर भन्छु है त एकछिनमा। आज चाहिँ 7 गते रहेछ हैन, साथी हो। अब हामी टक्सेराको बिहान बिहान ठन्डी चिसोबाट तपाईहरु सामु उपस्थित भएको छौं हैन। यहाँको जीवन आधुनिकताको होहल्लाबाट निकै टाढा छ। खाम भाषाको मिठास, भेडाको ऊनबाट बुनेका न्यानो बक्खु र अर्गानिक सिमीको स्वाद, यहाँको आतिथ्यताले तपाईको मन पगाल्नेछ। टक्सेरा नाकार बनाई चाउल लीजिए। अनि गाइस यहाँ चाहिँ हामी आउँदाखेरि हिउँ पर्देको भए चाहिँ अझै बवाल हुन्थ्यो हैन। अनफर्चुनेटली हिउँ चाहिँ परेन, त्यही पनि नोहरी काले 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 काले। गाइस हामी चाहिँ टक्सेराको भिलेजमा बिहान मर्निङ वाक गरिरहेछौँ। वाह 20% आ गई मोबाइलको चार्ज। ओके राम्रो लागेन तर हामी प्राय नयाँ ठाउँ खोज्न विदेश धाउँछौँ, तर आफ्नै देशका यस्ता हिराहरू चिन्न बिर्सन्छौँ। टक्सेरा केवल एउटा गाउँ मात्र होइन, यो हाम्रो गौरव र पहिचान हो। एकपटक आउनुहोस् यी गल्लीहरूमा आफूलाई हराउन। नमस्कार, मेरो नाम दिलु कुमारी बुढा। यस टक्सेरा अर्गानिक पाउना घरको साउनी। यो चाहिँ टक्सेरा गाउँ देखिन्छ। यो टक्सेरा गाउँ 100 वर्ष अगाडि बनेका घरहरू छन् रे यहाँ। यो बस्ती चाहिँ 5 वटा ओडा, साबिकको 5 वटा ओडाका बासिन्दाहरू यो तक गाउँमा छ। अहिले चाहिँ ओडा नम्बर 10 पुथा उत्तरगङ्गा गाउँपालिका। पहिला चाहिँ टक्सेरा गाविसको 1 देखि 5 वटा ओडाहरू रहेको बस्ती हो। यो एकदम पुरानो बस्ती। अनि यो बस्तीको विशेषता चाहिँ के हो भने पछाडि चाहिँ यहाँ चाहिँ समूहमा मिलेर बस्ने यहाँको विशेषता एउटा मुख्य। यहाँ चाहिँ बढी जस्तो जनजाति मगर, गुरुङ र केही मात्रामा चाहिँ दलित जातिहरूको बसोबास छ। यहाँको भाषा खाम भाषा बोल्छ, यहाँको स्थानीय भाषा। अनि यहाँ चाहिँ उत्पादन हुने जस्तै स्याउहरू, मकै, सिमी अनि हल्का मात्रामा कोदो, फापरहरू उत्पादन हुन्छ। अनि यहाँ चाहिँ एकदम मौसम चिसो मौसम भएको हुनाले यस्तो जाडो हुन्छ। यसरी बाक्लो बाक्लो कपडाहरू नलगाए पछाडि चाहिँ यहाँको जनजीवन एकदम गाह्रो हुन्छ। त्यसैले यहाँको मान्छेहरू अहिले चिसोको कारणले गर्दा प्राय जसो मान्छेहरू काठमाडौँ, दाङतिर झर्छन्। अब फागुनको आधादेखि चाहिँ यहाँको खेतीबाली अनि यो कृषिसँग सम्बन्धित हुने हुनाले सबै मान्छेहरू फेरि यता फर्केर आउँछन्। स्कुल यहाँ चाहिँ 12 सम्म उच्च मावि छ, त्यही पारी। अनि यहाँ स्वास्थ्य चौकी छ, अनि प्राइभेट हेल्थ पोस्टहरू के अरे मेडिकल छ। अनि अरू खासै ठुलो अस्पताल चाहिँ 1500 को अस्पताल पारी बन्दैछ सेरा
11 नम्बर वडामा। यहाँ आउने पर्यटकहरूलाई के भन्न चाहनुहुन्छ अब चिसो छ अलि यहाँ आउने पर्यटकहरूलाई चाहिँ घुम्नको लागि चाहिँ एकदम धेरै आन्तरिक पर्यटकहरू आउने गर्दछन्। यही 75वटा जिल्लाबाट चाहिँ धेरै पर्यटकहरू भित्रिएका छन्। उहाँहरूले यहाँ आएर यहाँको बस्तीहरू अवलोकन गर्नुहुन्छ, यहाँको वनपाखाहरू अनि यहाँको बस्तीको बारेमा चाहिँ बुझेर अनि टिकटकहरू गराउने, रमाइलो गर्ने, नाच्ने, फोटो खिच्ने गरेर जानुहुन्छ। फेरि पनि आउने पाहुनाहरूलाई म के भन्न चाहन्छु भने पछाडि यो तकसेरामा आएर यहाँको बस्तीहरूको राम्रोसँग अवलोकन गर्ने, रमाइलो गर्ने अनि यहाँ आउँदाखेरि चाहिँ एकदम चिसो भएको हुनाले चाहिँ कपडाहरू चाहिँ बाक्लो बाक्लो खालको लगाएर आउन अनुरोध गर्दछु। अनि तपाईँलाई खाम भाषा आउँछ है? आउँछ। खाम भाषामा केही भन्नु? खाम भाषामा नमस्कार भन्नेलाई जेरो भन्छन्। अनि मेरो नाम झन्डै माइने मेरो नाम भन्दा गामिन दिलुकुमारी बुढा, गाजिम तकसेरा। अनि यो टक्सेरा गाउँ राम्रो छ भन्नलाई चाहिँ आउ तकसेरा नाखार बनै चाउ लिजे। कति जाडो भएको छ नि तपाईँलाई? जाडो यो कस्तो जाडो भयो रे। जाडो भयो र यहाँ जुत्ता मोजा कसेर ल यहाँ चाहिँ गाइज है पोर्क पाक्दैछ। च्वाचे टक्सेराको हुन्छ हुन्छ। यो चाहिँ पुरै यो पानी जमेर होइन पुरै चिसो। अनि नेक्स्ट गाउँ चाहिँ हो पारि छ अर्को गाउँ। गाउँमा पहिलो नजरा घाम देख्न पाइयो भने पहिलो घाम आएछ। हामी चाहिँ एकछिन डाँडामा जाँदैछ माथि हिल गाइस, खतरा डेन्जर छ। अनि एकछिन त्यहाँ घाम तापेर फोटोसोटो खिचेर हामी ब्याक हुन्छौँ। त्यसपछि ब्याक टु होम। के लिएर आउनुभयो दिदी? आलु? कहाँदेखि? ए ल गाइस आलु बोकिरहनु भएको छ यहाँको दिदीले। गाइस ल हिजो हामी कति 7:30 बजीतिर आइपुग्यो थियौँ होला है। 7:30 बजीतिर आएको थियौँ रातिको। यस्तो जाडो भयो। टक्सेरा कति बेला आउँछ, टक्सेरा कति बेला आउँछ, टक्सेरा कति बेला आउँछ भन्दै बाटोमा सोध्दै 100 ठाउँभन्दा धेरै ठाउँतिर जति ठाउँमा सोध्यौँ होला हामीले। अनि फाइनल्ली हामी चाहिँ पुग्यौँ टक्सेरा होइन। माथि चाहिँ अलिकति घाम लाग्यो। अब तल्लोको गाउँमा चाहिँ घाम लाग्न बाँकी नै छ अझै। त्यसपछि हामी उतै पारेको ठाउँमा जान्छौँ। त्यहाँबाट चाहिँ यहाँको सिन बब्बाल देखिन्छ होला मेबी है। अनि तपाईँहरूलाई राम्रो फोटो भिडियो क्वालिटी चाहिँ तपाईँहरू सामु हामीले प्रस्तुत गर्नेछौँ ल। हामी आएको बाटो चाहिँ हिजो त्यो के त्यहाँ अलिकति गेट देखिरहेछ है। मेरो जुमिङले अलि नभेट होला। त्यहाँदेखि आएर यहाँबाट आएर अनि त्यो पारिको गाउँ त्यसलाई चाहिँ तक हो कि सेरा के भन्दो रहेछ। अनि कम्बाइन गरेर चाहिँ तकसेरा रहेछ क्या। यस्तो रहेछ यहाँको। पछाडिबाट त्यहाँनिर पनि छ एउटा गाउँ गाइस। हामी मर्निङको भ्यू हेर्ने भनेर माथि आएको, खासै त्यस्तो राम्रो चाहिँ देखिएन तर पनि नोरी। ल गाइस दिस सङ फर यु है, तपाईँहरूको लागि यो गीत। गोठालो जाँदा लागेको माया टक्सेरा जाँदा के त्यसपछि गाइस सी चस्मा ठिक छ। ल फोटोसुट गाइस। वाउ टक्सेरा गाउँ गाइस। हाई
यो के गराउनु भएको अङ्कल राम्रो काम्रो ए त्यसरी मार्नुपर्छ है कति समय मार्नुपर्छ त्यसरी 3-4 घन्टा यसरी नै माडिराख्नुहुन्छ ए ल यहाँको चाहिँ अन्नहरू राख्ने स्टाइल चाहिँ यस्तो रहेछ बकारी है यहाँभित्र चाहिँ मेबी मकैहरू के हुनसक्छ इस नभन्दै मकै गाइस मकै यसलाई पछि पोलेर खान भुटेर खान यस्तो मजा हुन्छ है हामी चाहिँ यो कुरा देख्दै गर्दाखेरि चाहिँ मलाई एउटा याद आयो जब म 10 क्लासमा पढ्दै गर्दाखेरि त्यो बिहान मर्निङमा है ट्युसन पढ्न जानु पर्थ्यो त्यति बेला टक्क पाकेटमा मकै हाल्यो कुरुम कुरुम चबाउँदै हिँड्यो त्यही हो ए जेस यो पर्यटन सूचना चाहिँ हामीले चाहिँ यो के हो बाहिरबाट यो घुम्न आउनेहरूलाई यो सूचना जस यहाँ दाता राख्नेको लागि हामी चाहिँ यो पर्यटन सूचना खोलेको अनि यसको कामहरू चाहिँ के छ जस्तै अब उता माथि पनि देखिदिएँ मैले त्यो जरिमानाहरू हजुर यो चाहिँ हामीले चाहिँ यो गाउँले नै राखेको हो यिनीहरू चाहिँ हामी लगभग 1 वर्ष हुन लाग्यो हामी चाहिँ यो अनावश्यक चाहिँ यहाँ हामी घोडा बेदा बाख्रा यिनीहरू चाहिँ हामी लिन पाउँदैन अनावश्यक छ एकदम आवश्यक परेको एकदम नहुने भयो भने मात्र हामीले लिन पाउँछौँ त्यसै अनावश्यक चाहिँ हामी यहाँ लग्न पाउँदैन योभन्दा माथि बाछीगाउँभन्दा माथि अरू गाउँ छ बाछीगाउँ भन्दा उता त अब त्यही सिधै त्यही रोड हो उता हुकाम मैकत उता धेरै छन् गाउँहरू कति 7-8 वटा गाउँहरू छन् पछि यहाँ हिउँ पर्ने टाइममा त हिउँ पनि पर्छ होला पर्छ पानी पऱ्यो भन्दा पर्छ आजभोलि पनि ल यहाँ हामीसँग एउटा डगेस भाइ पनि आइसकेको छ ब्ल्याक सोही हातमा खाइदिए ल ल गाइस हेर्नुहोस् म चाहिँ एनिमल लभर हो है म चाहिँ एनिमल लास्टै माया गर्छु ल खा ल लास्ट टेक इट ल काले ल बाई विद्यालय छ चट्ट लाएर अनि यहाँ हेर्नु कस्तो ग्राउन्ड छ यति ठुलो होइन टक्सेरामा लगभग यो फुटबल ग्राउन्ड हुनु भनेको एकदमै राम्रो कुरा हो केही त्यस्तो कमेन्ट नै छैन क्या गर्नुपर्ने सबै दृश्यले आफै बताइदिइहाल्छ होइन बोल्नु पर्दैन तस्बिर आफै बोल्छ भनेको मेबी हुनसक्छ है हाम्रो के भन्छ प्रवेश रामजी स्मृति खुल्ला मञ्च है एकदमै बब्बाल ल अनि हाम्रो यहाँ बास्केटबल पनि कोर्ट रहेछ है अनि त्यो भलिबल भइहाल्यो होइन एकदमै तर सानो गाउँ भयो भने होइन सानो मतलब गाउँ त ठुलै छ कि मतलब अब भ्यालीको कम्पेयरमा सानो गाउँ भयो भने सबै कुराले भरिपूर्ण के सानो चिटिक्क के छोटो मिठो भने जस्तो म पनि यहाँ अब टक्सेरामा हामी म्यादी पुलिस हुन्छौँ तर हामी दुगुरेको रिजन चाहिँ गाइस त्यो पारेको ब्युटिफुल भ्यू गर्न है ल टक्सेरा आधारभूत अस्पताल यहाँ चाहिँ स्वास्थ्य चौकी पनि रहेछ होइन अनि अरू कुराहरू भनेको देखाउँदैछौँ तपाईँहरूलाई गाइस हाम्रो तकसेरा सेक्टर पूर्वी रुकुम है धोरपाडन शिखर आरक्षक कार्यालय यहाँ रहेछ है अनि त्यहाँ पनि नयाँ बन्दै रहेछ है एकदम घाम चाहिँ भर्खर टुप्पामा देखिरहेको छ भर्खर अनि पारीको गाउँ चाहिँ फाइनल्ली है यस्तो दामी देखेछ ल गाइस यहाँको खाजा हामीले चाहिँ चाउचाउ खाँदैछौँ आन्टी दुईवटा अन्डा फ्राई गरेर ल्याइदिनु न
बाइक त स्टार्टै हुनु नखोजेको यहाँ बेहोस हुँदैछ नि त यहाँ छैन यहाँ त चिसो हुन पनि त्यस्तो साह्रो छ चिसो साह्रो पऱ्यो अर्को एउटा नयाँ यात्रामा फेरि भेटौँला तबसम्मका लागि बिदा।